안녕하세요, 여러분들. 저는 레지나입니다. ल आज चाहिँ हामी चाहिँ इपिएस टपिक बुक अन्तर्गतको च्याप्टर 1 मा भएको के छ भन्दा छङ्गो मुन्वामा चाहिँ हानगुक हुई इन्सा एजल कोरियाको चाहिँ अभिवादनको संस्कार भन्ने च्याप्टर अन्तर्गत चाहिँ पढ्न गइरहेको छौँ। के कस्तो छ त हामीले यो पुरै भिडियो हेर्यौँ भने चाहिँ जान्न सक्छौँ है त। ल सुरु गरौँ। यहाँनिर के भनेछ भन्दा हानगुक एसन भनेको कोरियामा चाहिँ भन्यो साङ्दे तारा भनेको दोस्रो पक्ष अनुसार इन्सा हानुन फाङ्सिगी भन्यो अभिवादन गर्ने तरिकाहरू चाहिँ थारुम्निदा भनेको फरक हुनु। यहाँ के भनौँ भन्दा हानगुक एस साङ्दे तारा इन्सा हानुन फाङ्सिगी थारुम्निदा कोरियामा चाहिँ दोस्रो पक्ष अनुसार चाहिँ अभिवादन गर्ने तरिकाहरू चाहिँ फरक फरक छन् भन्यो। अब यहाँ छासिन बोदा नाइगा मानगना भनेको आफू भन्दा उमेर धेरै वा यो गनाले चाहिँ वा भन्ने बुझाउँछ। आफू भन्दा उमेर धेरै वा छिविगा नोफुन सारा मेगेनुन पद चाहिँ उच्च भएको मानिसहरूलाई चाहिँ आन्नेगासेयो फेरि आन्नेगासिम्निका भन्दो रहेछ। यहाँ के भनौँ भन्दाखेरि आफूभन्दा उमेर धेरै र पद उच्च भएको मानिसलाई चाहिँ आन्नेगासेयो वा आन्नेगासिम्निका रागोमार हाय भनेर कुरा गरी चाहिँ खोगेरुल सोगिगना हरिरुल खुबिया इन्सा हामीदा भन्यो। यहाँनिर चाहिँ टाउको झुकाउने वा कम्मर निहुराई अभिवादन गर्छन् भनेर भनिरहेछ। अब हेरौँ है अर्को खोगेरुल सोगिगना भनेको टाउको निहुराउने अथवा कम्मरलाई झुकाउने खसुन भनेको कुरा चाहिँ साङ्दे बाङे थ्यान भनेको दोस्रो पक्षको बारेमा चाहिँ अर्थात् दोस्रो पक्षलाई चाहिँ आधारलाई देखाउने भनेको छोनग्याङ्गुल नाथानेनुन से छे सुछ इन्निदा भनेको छ। यहाँनिर यहाँ के भनौँ भन्दाखेरि हामी यहाँ पुगेको छौँ खोगेरुल सोगिगना हरिरुल खुबिया खुबिनुन खसुन साङ्दे बाङे थियान छोनग्याङ्गुल नाथानानुन छे सुछ इन्निदा भनेर भन्यो। टाउको निहुराउने र कम्मर झुकाउने कुरा चाहिँ दोस्रो पक्षलाई चाहिँ रेस्पेक्ट गर्दाखेरि प्रयोग गरिन्छ अथवा प्रयोग गर्ने सङ्केत हो भनेर हामी बुझ्न सक्छौँ। अब हेरौँ अर्को हानफ्यान अर्कोतर्फ छासिन बोदा आफूभन्दा नाइगा अरिगना उमेर चाहिँ भर्खरको घनिष्ठ उमेरको भर्खरको वा घनिष्ठ मानिसहरूलाई चाहिँ सारा मेगेनुन आन्यङ इरागो आन्यङ भनेर कुरा गरी हान सोनुल एक हातलाई चाहिँ खाब्यगे थुल्गना होन्दुरा हलुका उचाल्ने अथवा हल्लाउने फान्गा उमुल नाथा निम्निदा भनेको छ खुसी मन व्यक्त गर्दछन्। यहाँ हेर्नु त त्यसै गरिरहेको छ आफूसम्मको साथीहरूलाई चाहिँ यहाँ के भनेछ अर्कोतर्फ चाहिँ हानफ्यान छासिन बोदा नाइगा अरिगना चिनान सारा मेगिनुन आन्यङ इरागो मार हाय हान सोनुल खाब्यगे थुल्गना होन्दुरा फान्गा उमुल नाथा निम्निदा भनेको छ। यहाँ त्यस्तै गरिरहेछ हेर्नु त यहाँनिर साथीहरू दुईटा हात हल्लाएर खुसी मन व्यक्त गरिरहेको छ भनेको छ। अब त्यस्तै यहाँनिर आन्नेगासेयो आन्नेगासिम्निका र आन्यङ चाहिँ यो के भन्यो भन्दा आन्नेगासेयो आन्नेगासिम्निका र आन्यङ अभिवादन चाहिँ इन्सा हानुन भन्यो अभिवादन गर्ने सिगाने भनेको समय साङ्वान अप्सी भनेको विशेष कुनै समय नभई बिहान आछिम छमसिम छन्यक अन्जे दुन्जी भनेछ बिहान दिउँसो र बेलुका जहिले तहिले चाहिँ साइङ हाल्सु सुन्निदा प्रयोग गर्न सकिन्छ। यो त हामीले बुझ्यौँ। यहाँ के भन्यो भन्दा आन्यङ हाँसे हो आन्यङ हाँसिम्निका र आन्यङ चाहिँ कुनै विशेष टाइम नभइकन चाहिँ जति बेला नि प्रयोग गर्न सक्छ भनेर भन्यो है। अब त्यस्तै खोङ जगिन भनेको औपचारिक साङवाङ एसनुन भनेको अवस्थामा चाहिँ छुरो प्राय आक्सुरुल हाय हात मिलाई इन्सा हामीदा अभिवादन गर्छन्। तथापि छासिन बोदा नाइगा वल्सिन मानगना आफूभन्दा उमेर निकै धेरै वा छिमिगा नोफुन पद उच्च भएको मानिस सारा मेगे इन्सा हाल्दिनुन आफूभन्दा पद उच्च भएको मानिससँग चाहिँ अभिवादन गर्ने बेला वेन सोनुरो भनेको छ। यहाँ के भनौँ भने देब्रे हातद्वारा ओरुन फारिना भनेको दाहिने पाखुरा अथवा हात चाहिँ ओरुन सोनुल भनेको दाहिने हातलाई चाहिँ फाछिदा भनेको टेका दिनु है फाछिगो आक्सुरुल हानुन टेका दिएर हात मिलाउने कुरा चाहिँ
युइम्निदा भनेको छ शिष्टाचार हो भन्यो। अब त्यस्तै के भन्यो है त खोङ जगिन साङवाङे सनुन छुरो आक्सुरुल हाय